नमस्कार दर्शकबिन, आज म एउटा तातो तातो खबर लिएर आइसकेको छु। दर्शकबिन, आज मेरो आँखा अगाडि एउटा यस्तो अप्रिय घटना घटिरहेको छ जो देखेर मेरा यी आँखाले मैले विश्वास गर्न सकिरहेको छैन। दर्शकबिन, आज जनताहरू कहाँ छन् त भन्ने कुराको यहाँ अनौठो प्रश्न उठिसकेको छ। दर्शकबिन, तपाईहरूले हेर्न सक्नुहुन्छ मेरो पछाडि डोजर चलिरहेको छ। दर्शकबिन, तर एउटा पनि मान्छे आसपासमा देखिएका छैनन्। दर्शकबिन, यसरी मानिसहरूले आफ्नो संस्कृति बिर्सिनहुँदा, यसरी उनीहरू डोजर हेर्न नआउँदा देश 100 वर्ष पछाडि त गइरहेको छैन भन्ने अनुमान गर्न सकिन्छ। दर्शकबिन, तपाईहरूले हेर्न सक्नुहुन्छ पछाडि चलिरहेको छ डोजर, तर यहाँ एउटा चरो मुसो पनि छैनन्। म एक्लैले कसरी हाम्रो संस्कृति बचाम? दर्शकबिन, म एक्लै आएको छु हेर्न, मैले भनिरहेको छु यता यता खन्ने, तर म एक्लैले कसरी संस्कृति बचाउने? तपाईहरू साथ दिनुहोस्, आउनुहोस्। म एक्लैले भनेर हुनेवाला केही पनि छैन। दर्शकबिन, तपाईहरू आउन पर्छ। यो एकदमै जटिल समस्या हो देशका लागि, त्यही भएर तपाईहरू आउनु पर्ने जरुरी छ। केही भएपछि फेरि अब केही भनौँ भने नि गाडीले किन्देला भन्ने डर। एक दुईटा मान्छे त चाहिन्छ कि, अब दुई चारवटा सपोर्टर हुन्थ्यो भने तोजेरी जता भन्यो त्यतै चिल्लो गराउन लगाइदिन्छ। हेर्न मन पर्दी, पुरै मन पर्दी कि पुरै मन पर्दी। यो सब बजेट पचाउनुला गरे जस्तो मात्र छ, बजेट पचाउनुला। मान्छेहरूले यसरी आफ्नो संस्कृति बिर्सिरहेछन्। यो त सातवा अजुबा हो, संसारको सातवा अजुबा भनेको यही हो।